उहाँको अदृश्य गुण छ, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छर्लङ्गै देखिएका छन्। हेर्नुहोस् त, एउटा उड्दै गरेको पक्षीलाई हेर्नुहोस्, ईश्वरको कानुनभन्दा एक इन्ची पनि त्यो सीमा मिच्नुहुन्न। उहाँ जति खुसी संसारमा कोही पनि छैन। एउटा वनमा चराइरहेको मृगलाई हेर्नुहोस्, चरिरहेको मृगलाई हेर्नुहोस्, सब मान्छे अहिले बरु मान्छे हेर्न मान्छे जाँदैनन्। तपाईँ भरत चितवनको सौरा जानुभयो भने के पाइन्छ भनेर गाडी चढेर हजारौँ रुपियाँको टिकट लिएर यसो आँखा ठुलो ठुलो बनाउँदै हेर्नुहुन्छ, यसो हुन्छ जङ्गलमा यसो गर्नुहुन्छ, यसो ठुल्ठुलो आँखाले, वाउ कति राम्रो, कति राम्रो, हुन पनि कति राम्रो, मृग देख्यो भने त्यत्तिकै राम्रो। किनकि ऊ ईश्वरको जसरी ईश्वरले सृष्टि गर्नुभयो त्यही सृष्टिभित्रै उहाँहरू के छ त खुसी भएर बस्नुभएको छ र आज उहाँहरू सुन्दर हुनुहुन्छ। कोहीले हेर्नुहोस्, कसैको स्वर, कसैले मिठो गीत गायो भने, कसैले मिठो बोल्यो भने वाउ, एकान्तमा कोही एउटा एकान्त जङ्गलमा कोइली बोलेको जस्तो, कोइलीको जस्तो आवाज। प्रशंसा कसको हुन्छ? मान्छेको हुँदैन, कोइलीको जस्तो आवाज, मृगको जस्तो नयन, मयूरको जस्तो चाल। कहाँ पहिला जोडेर अनि कहाँ भनेको हुन्छ याद छ? त्यो किन भएको छ भन्दा परमेश्वरको सृष्टिलाई उहाँहरूले बिगार्ने काम एक इन्च पनि गर्नुभएको छैन र राम्रो र सुन्दर हुनुहुन्छ। हामीले परमेश्वरको सृष्टिलाई बिगारिसकेका छौँ, नष्ट बनाइसकेका छौँ, ध्वस्त बनाइसकेका छौँ। ईश्वरलाई ठुट्टामा खोजेका छौँ, ईश्वरलाई बुट्टामा खोजेका छौँ, ईश्वरलाई आकाशमा खोजेका छौँ, ईश्वरलाई पातलमा खोजेका छौँ, ईश्वरलाई पानीमा खोजेका छौँ, ईश्वरलाई हावामा खोजेका छौँ, ईश्वरलाई माटोमा खोजेका छौँ, ईश्वरलाई ढुङ्गामा खोजेका छौँ, ईश्वरलाई काठमा खोजेका छौँ। हामी आफै के गरिरहेका छौँ त भन्दा ईश्वर बनाउने योग्य बनाएका छौँ हामी, तर ईश्वरलाई त हामीले बनाउन सक्दैनौँ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, ईश्वर जसले आज हामी हेर्नु त हरेकको दिलमा, हरेकको मनमा, हरेकको रोजाइमा आज हरेकले सर्वशक्तिमान परमपिता परमेश्वरको नाम लिनुहुन्छ। हरेकले रोजाइमा आज ईश्वर हुनुहुन्छ, किनकि उहाँले कार्य गरेर देखाउनु भएको छ र भन्नुहुन्छ कि म तिम्रो हृदयमा छु, म तिम्रो घरमा छु भन्नु भएन, म तिम्रो पार्टीमा छु भन्नु भएन, म तिम्रो मन्दिरमा छु भन्नु भएन, म तिम्रो के अरे पिउनी पँध्यारोमा छु भन्नु भएन, म तिम्रो घरको कुनामा छु भन्नु भएन, म तिमीले बुनेको दुनामा छु भन्नु भएन। परमेश्वर कहाँ छ भने म तिम्रो हृदयमा छु, म तिम्रो हृदयमा छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई मसीमा करोड करोड धन्यवाद। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्। के ती त हामीले हिजो नदेकै हो नि त। हामीले ईश्वरलाई दिने महिमा दिएकै थिएनौँ। कहिले धर्ममा भनेर ट्याग लगाइदिन्थ्यौँ र उम्किन्थ्यौँ, कहिले जातमा भनेर ट्याग लगाएर उम्किन्थ्यौँ, कहिले केमा भनेर हामी उम्किनै रहन्थ्यौँ। ईश्वरलाई के गर्थ्यौँ? पर पार्थ्यौँ। अनि हामीले बनाएको, हामीले सृष्टि गरेको ईश्वरमा हाम्रो भरोसा हुन्थ्यो। तर हाम्रो परमेश्वर भन्नुहुन्छ कि म तिम्रो हृदयमा छु, म कुनै तस्बिरमा छैन, म कुनै ढुङ्गामा छैन, म कुनै माटोमा छैन, म कुनै खोलामा छैन, म कुनै काठमा छैन। र तिमीले दिनुपर्ने, मलाई दिनुपर्ने के भन्नुभएको छ त भन्दाखेरि चिनेर पनि तिनीहरू परमेश्वरलाई महिमा दिएकै छैनन्। ईश्वर त भन्छन् मानिसहरू, प्रभु पनि भन्छन्, तर पनि मेरो विरुद्धमा के गरिरहेका छन्? कार्य गरिरहेका छन्। हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। म मसी येशूको नाममा। र तिनीहरूले विनाशी मानिस र चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरू र हरेक कुराको रूपसँग मासिएर जाने परमेश्वरको महिमालाई त्यस्ता कुराहरूसँग साथफेर गरेर बसिरहेका छन् मेरा सन्तानहरूले। जुन कुरा नष्ट भएर जान्छ, जुन कुरा अस्तित्वमा रहँदैन, जुन कुरा अस्तित्वमा छैन, जस्तै इक्जाम्पल भदौको 1 गते हरेकले विश्वकर्मा पूजा गर्नुहुन्छ। हरेकले विश्वकर्मा बाबाको पूजा गर्नुहुन्छ। यहाँ भएको विश्वकर्मालाई अछुत भनेर पर पार्नुहुन्छ। त्यो अस्तित्वमै नभएको को कहाँ छ, कुन दुनियाँमा हुनुहुन्थ्यो कि कुन संसार, जुन कुरा अस्तित्वमै हुनुहुन्न, उहाँलाई चाहिँ खोजी खोजी पूजा गर्नुहुन्छ।
हाम्रो परमेश्वरले त्यो कहिल्यै भन्नु भएन। यदि तिमीले म त हरेकको हृदयमा छु, मैले देखावाको लागि मैले तिमीलाई चुनेको होइन, मैले त रियालिटीको लागि मैले तिमीलाई चुनेको। हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। त्यसैले सिद्धिएर जाने, नासिएर जाने, सकिएर जाने, नष्ट भएर जाने कुरामा मेरा सन्तानहरू अल्झिएर बस्नु हुँदैन है। मेरा सन्तान, तिमीहरू चनाखो रहो, तिमीहरू सचेत रहो, तिमीहरू जागर रहो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। आज म कृष्ण सरलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। बोल्न यति सजिलो भएको छ नि। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। एकदमै असाध्यै सजिलो क्या, जति बोल्यो त्यति बोल्न मन लागिरहेछ। ईश्वरको महिमा। त्यसैले हजुरलाई पनि करोड करोड धन्यवाद दिन चाहन्छु। सिपालुको हातमा पर्यो भने हेर्नुहोस् त, हो त्यस्तै सिपालुको हातमा आज हामी छौँ। त्यही भएर आज हाम्रो जिन्दगी फुल भएको छ। काँडा होइन, हिजो त काँडा थियो। आज हाम्रो जिन्दगी हाम्रो सिपालुको हातमा छौँ र आज हाम्रो अनुहारमा मुस्कान फर्किएको छ। हेर्नुहोस् त, आज अटोमेटिक हेर्नुहोस् त हाम्रो हृदयहरू त्यत्तिकै खुसी छन् के। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। किनकि मलाई पछ्याउनेहरू र मलाई खोज्नेहरू र मलाई चाहत गर्नेहरूले कहिल्यै पनि म तिनीहरूलाई टुरो छोड्ने छैन। मलाई जसले चाहन्छन्, जसले मलाई पछ्याउन खोज्छन्, जसले मलाई मेरो चाहत राख्छन्, उनीहरूलाई म एकदमै आशिषित बनाउने छु। हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा।